कसैलाई फाम छैन। खन्या भन्छ स्वाद आएन ज्यान गयो मुर्गाको वेशभूषा हराउन लाग्यो हाम्रा पुर्खाको वेशभूषा हराउन लाग्यो हाम्रा पुर्खाको। देउडा हराई सगुन हराई हराए गयो फाग संस्कृति जोगाउनै लेखा सबै भायौ लाग संस्कृति जोगाउनै लेखा सबै भायौ लाग। आँगडो घागरो छैन हराइको पागडो अफनाई रङ्गमा चल्या फैसन आयो बडो अफनाई रङ्गमा चल्या फैसन आयो बडो। खुली गया ढोका अड्डा खुली गया गेट लवास रहडी बाजौ गरौँ गौडा भेट लवास रहडी बाजौ गरौँ गौडा भेट। गौडा भेट ल्याइबरे आया हम तमराई माझ तमलाई आशा साथी सँगेउ दिनदी नैका साँझ तमलाई आशा साथी सँगेउ दिनदी नैका साँझ। हजुर लौ आशा पुई तमलगै कार्यक्रम गौडा भेटमाई दिनभरि की थकाई पटाई मेट्टा की लेखा रे निका निका देउडा गीत सुन्ना की लेखा तसै सुनुना की लेखा मात्रै सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज माई दिनादिन बसाइ मिन्ज्या 8 बजे बठी कार्यक्रम गौडा भेट। मै आया गौड्याका दैला अनारी रातमा जोडिया आज लगै तमरा साथमा निकाय होला साथीसँगै कसो छ घरमा जिन्दगी बिताउनु पड्या ठालुका भरमा कोही मुख बोल्लाई न बोल्ला आपत कि बेला मनुष्य सब बराबर क्याइ गद्दु हो हेला कोही धनी कोही गरीब बोलो आफ्ना कर्मले भेदभाव जनगर हमारा धर्मले कोही दलित कोही मलित कोही हुन्न बामन क्याइ हो इति ईर्ष्या गद्या खुसखुस खामन आफ्नो काम गरौ नाकि खुबै पसा पड्डा यो तेरो यो मेरो भणी क्याकी लाई लड्डा भाइ भाइमाइले स्वार्थ हुन्छ लुक्याको भितर तुकोरे मुइको हुँ भन्या दुख मान्या पितर सेटोले सेटलाई हेद्दो गरीब टेद्दा नै धेक्यालै नदेख्या गद्दा मुखलै हेद्दा नै समझदारी सकि गइला हमारा गाउँ घर हुनाइ रह्या आफन्तलाई आब पर पर नाता तोड्यो आफन्तले नचिन्या भया उन्दिनका नाता गोता आज कहाँ बगया कोही नै थी आफ्नो भन्नु सब भैया परया सकी गई रीति रे रिवाज सबिसाई हरया सुख भैया संसार आफ्नो दुख भैया काजना कसरी काटु हो दिन धन्न मेरा चाना पारिलो डाँडाको घाम निसुरो होइरहन्छ दुनिया छ अचम्मको आइरहन्छ गइरहन्छ मान्छे त सुख दुखमा मात्र चिनी न्या हो तब धनी गरीब दलित मलित एकै हुँ हम सब बाँच्न्या पाउन्या अधिकार सबैको त हुन्छ बचनलाई या कसैकोलाई साह्रै मन रुन्छ आजको हरियो रुख भोल उलै सुक्दो निको बोल्या मन शान्त गट्ट बोल्या दुख्दो मरेर लैजानु कि छ सबैलाई रन्या हो अर्खाको खोसेर तम कद्दी नखान्या हो धानकुटी चामल गेडी चामल पाक्या भात जति छ उसैमा रमा जे छ तम्रा साथ जति छ उसैमा रमा जे छ तम्रा साथ धर्मेन्द्र मल्लजीका यिनी देउडा गीतसितै नमस्कार नमस्कार रे सबैलाई साइना अनुसार देखिया पुइला जिर्या नमस्कार गरे कार्यक्रममा गौडा भेट बठे आज लगे संग्यौ गौडा भेट लेबर यही अनारी रातमा तमरा माझमा देखिया हम टुप्लुक्क उपस्थित भइग्या यही बेला पल्ला खण्ड बठे नरेश नायकजीको सहयोग मिलिरहेछ भन्या मै हुँ कार्यक्रम चलाउने दीपक राज दीर्घायु
हजुर हमलाई त यही बेला सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्जका विद्युतीय तरङ्गबाट सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशका बहुत गाउँठाउँमा प्रत्यक्ष रेडियोका बैंडबाट सुन्नाछौँ सँगौ तसै हाम्रो पात्रो माइले छौँ अनलाइन माइले छौँ तसै फेसबुक लाइभमा छौँ युट्युबमा छौँ र टिकटकमा भिडियोबाट हम तमरा माझमा जोडेर बहुजना हेर्दा छौँ सुन्ना छौँ रे माया गरन्छौँ भन्ने आशा विश्वास हमले गरिरहेछ सँगौ तसै कार्यक्रमलाई प्रायोजन गरिरहेछ मेलौली सुनचाँदी गहना पसल यो पञ्चेश्वर गाउँपालिका 3 कुलाउमा छ एको शाखा शिवनाथका सुल्लेखानमा छ सुनचाँदी सम्बन्धीको कारोबार गद्दु छ किन्नु छ बेच्नु छ बनाउनु छ भने एकबार सेवा गद्य मौका सबैलाई दिएसँगौ तसै सहप्रायोजक छ मिनो शपिङ सेन्टर यो मेलौली 7 मर्सल्या बजारमा छ जुत्ता चप्पल कपडा श्रृंगारका सामान भयो भाँडाकुँडा भयो व्रतनका सामान श्रृंगारका तसै पूजापाठका र दानका सामान तमलाई चाहिरहन सजिलो भरपर्दो यात्रा गद्दु छ भने गाडी लगै छ मिनो शपिङ सेन्टर ओलानगाउँमा देखिया एकबार सेवा गद्य मौका सबैलाई दिया भनेर आग्रह गरे अब गाडी बुकिङ गद्दु पर्यो भने 9864 60 94 64 का नम्बरमा तारा दत्त ओझाजी बुल्यान एकबार फोन गरेर सेवा गद्य मौका रे थप जानकारी तम लिन सक्नुहुन्छ सँगै हमारी सुदूरपश्चिम के भाषा संस्कृति को संरक्षण संवर्धन मात्र नै भइबर यको प्रचार प्रसार गद्दु पर्छ भन्ने हाम्रो मान्यता उद्देश्य हो सँगै कार्यक्रममा आस्या तमनसित कि सुखा दुखा हाँसी ठट्टा मजाक दिनभर कि थकाइ पटाइ मेट्या प्रयास गर्ला तसै तमले पठाएका डेउडा गीत छन् डेउडा गीत लगाई वाचन गर्ला अहिले देश चुनावमय बन्दैछ देखिया चुनावको नतिजा आउनै रहन्छ कतिपय जिल्लाको त नतिजा आइबर विजय जुलुसले निकालियो भने केही जिल्लाको आउनु बाँकी छ जस्तै बैतडी जिल्लाको भन्ने हो भने अहिले नेकपा एमाले रे गठबन्धनका उम्मेदवार बीच तीव्र प्रतिस्पर्धा भइरहेछ देखियासँगै कतिले त तम जितले हाम्रो फेसबुकमा हाल्यो देखिना छ अब खासै तरो देखिया सबै मतगणना गरिन सकिने अवस्था नै थिएन लगभग 2000 सम्म मतगणना गद्दु बाँकी छ भने अहिलेसम्मका समयमा रे नेकपा एमाले ऐतर छ भन्यो अहिलेसम्मका समयमा हेरौं अब गणन्जासम्म देखिया भन्नु कसैको नै सकिनो त हिसाबले म चुनावको यो नतिजालाई तमलाई जानकारी गराउने हो तमसित सुखा दुखा गर्ला हाँसी ठट्टा मजा गर्ला कार्यक्रममा आस्या सबैलाई निम्त भयो रे अब सँगै सदांग जसै आज लगे कार्यक्रमका सुरुवातमा हम त देउल गदाउँ थोडा बेरमा आउने रेडियो छाडी काई जिन गया छम छम नाचिदे दादा मिलाइदे पैतली बजिगयो छ लिया बाजो सजिरा छ डोली ओ सजिरा छ डोली बाचिराया मर हरिया आजका बेला बेली ओ आजका बेला बेली बाचिराया मर हरिया आजका बेला बेली ए ब्यूटीफुल बेली बेलो त हैंडसम छलिया बजामा हो नचा समा समा छलिया बजामा हो नचा समा समा ब्यूटीफुल बेली बेलो त हैंडसम छलिया बजामा हो नचा समा समा छलिया बजामा हो नचा समा समा सुदूर पश्चिम का रमैला चौबारा
आउन रोन्छ बैका घर ईसा काज बारा ओ ईसा काज बारा आउन रोन्छ बैका घर ईसा काज बारा ए लगली नजर सुवालाई हल्का जर कोटीको ए लगली नजर सुवालाई हल्का जर कोटीको ए रुबसी अनार तेरी तेरा न चानी को ए रुबसी अनार तेरी तेरा न चानी को हजुर हजुर यो बहुत निको देखिया तुमले बर्यातको डेउडा गीत सुन्या रे थोड़ा बेर भयालग आनन्द लिया हुना हो रे नाना गेद मैदान त खूब नचमाउन देखिया उछिटी उछिट बर यो बसाइ मिन्जाको बेला छ खानपिनी खाने समय हो रे छ कोही खानपिनी खाइ बर पडग्या देखिया कोही खाना बनाउनमा सौसँगौ कोही के गद्दा छ कोही देखिया चुनावको कोइले जित्यो कि जित्यो भर्दियाले हुने थियो भन्ने तुम देखिया अहिले सुचर्या हुना होसँगौ हम तैलगे जानकारी गरौँला पछिल्लो समयमा आउने देखिया जानकारी मत परिणाम के हुन्छ तो लगे हम तमलाई जानकारी गरौँला तसै तमनसित सुखा दुखा गर्ला 98 68 79 52 55 का बाटामा तमले पठाएका डेउडा गीत लगे छन् डेउडा गीतले कार्यक्रमबाटै वाचन गर्दियौ कार्यक्रमलाई छाडी 12 सम्म सुनबर साथ सहयोग दिया भन्नौरे अब कुरोडी कानीलाई देखिया ऐतर बडा लम्पु सुरुवातमा कोहीसँगै आइरियान भन्बर पल्ला खण्डबाटै संकेत मिल्यो मलाई मै उनलाई स्वागत गर्दौ नमस्कार हजुर भोट माग्दा कि आउला न भोट माग्दा कि हजुर हजुर भनी बोल्ला जित्या सकेपछि कसैसँग बोल्ला भोट माग्दु आए नेता हात जोडी आए हामीले त भोट नदियो फर्की बरे गए नेपाली बोलाइ भने 101 छन् हमारी भाषा बोल्लाई कोई नहीं औना न बोल्ला न गाल्डा भराणा को शेरो उना केरो रेडियो सुनी बस्या सबलाई नमस्कार मेरो हजुर दाइ नमस्कार राल्ड भराणेको शेरो उना केरो रेडियो सुनी बस्या सबलाई नमस्कार मेरो दिगा हजुर दाइ लोपु हम लगे नमस्कार गद्दाउ रे कहाँबाटै को बोल्ला छौ सँगौ भागेश्वर 3 बगडाबाटै रामेश्वर राणा बोल्ला रे दाइ रामेश्वर राणा डडेलधुराका भागेश्वरबाटै बोल्ला छौ दिगा हजुर दाइ निका छौ ब रामेश्वर जी म निको छु दाइ तुम छ ब निका हमलग निकाय छौ सँगौ तमरो माया छ ममता छ रे क्यारन छौ ब काम काज ए नै दाइ आत गाउँ बया हो थक्रियोरी थकाइ पटाइ मेटाइ सबै फोन ला हाले भन्नु कठै आज गाउँ बोनी बानीमा हो तसो बेल दिगा हजुर दाइ लपु दिन भर देखिया बोनी बानीमा भ्याल त थकबरे पहत होर्या हुना हो अब केही कोसलो भ्याले दिए नि त छुट्टी नपै लबु जाय छुट्टी न नमस्कार लबु नमस्कार रामेश्वर जी हेरे थिया कुरुडी कहानी जोडो देखिया डेउडा गीत उनले सुरुवातमा सुनाइ बर्ने ग्या तमाज लगे अस्या सँगै 98 68 79 52 55 का बाटामा अस्या कुरुडी कहानी जोडला तमले पठाएका डेउडा गीतले देखिया हम वाचन गद्यौ सँगै चुनावको पछिल्लो समयको नतिजा आउने तयारीमा छ हुनाइ त बहुत मान्छेले देखिया बैतडीको अन्तिम नतिजा आया भनेर देखिया फेसबुकमा हाल्नु पोस्ट गया त तब लगे औपचारिक हिसाबले जो आउँछ मल्टीबेटे जानकारी उही जानकारीलाई हामीले देखिया मान्नु पर्ने हुन्छ त हिसाबले थोडा बेर पछि हम तमलाई बैतडी जिल्लाको बारेमा जानकारी गरौँला रे यही बेला एकजना संघका डेउडा गीत वाचन गर्दौ पै करण सिंह बिहारी जी का डेउडा गीत छन् मेलौली नगरपालिका 1 शेला शिराडाका मान्छे बौसे बिगड्या कच्चीले आइमाई बिगड्या चक्कीले भन्ला देखिया को कस्या बिगडे यान लौ सुन पुया अब 30 रुपियाँ नालीको बेसा पन्न रमा चक्की श्रीमती चक्की कातिर बौसे पिन्या कच्ची जतरा पिसुन्या बेला फोन गद्दु पसी पडौसमा खिसी काट्यो कहाँ ल्याइ तसी शिवनाथी जातोरो मेरो देउडाले पुरा दिया छनी जोइको भगवराणो यो कुरा भन्दिया इन्जनले नाज पिस्यो केमा निहो निको चक्की जनाइ खुसी हुन्छे जतराको भिसो धोधो बेसा गरी मुठी
चक्की लैजान पछि चक्की बैठी धुलो ल्याउँछे बसी बसी खान्छे गोठ जान्छे भैँसासित हे घोडा भणन्छे बल्ललाई नाइ पाल्लो भन्छे बौसाले खणन्छे लोग्ने जान्छ ठेकातिर लिचिपी हालन्छ घर आउँछ दरवानाई कपडा बालन्छ कहाँले चक्कीको धुलो मैरोटो पकाउनौ ठेउका खाइ आयाकी तडी तोइलाई मै धेकाउनौ डिजल महँगो भयो महँगी पिसानी चक्की नजा जत्रा पिस भण्याले रिसाउने आइमा त संसारै देख्या इसी आइमाई काइन इजाजत मम्मी भन्छे इजा थाई मम्मी भन्छे इसो लाउँछे साइन सम्झाउने कुरडी गर्या ठेउके बाँझ भन्छे रात दिन टिकटकमा उज्यालो भ्यासिन्छे रथका दुई पाङ्रा भन्या पुरुष र आइमाई तुई चकिजा मुइठेकामा इसी ढप काइनाइ आइमाईको अधिकार आयो तबै पिस्या चके पुरुषको अधिकार सम्झे मैले खानो कच्चे घर बिगडी बर्बाद भयो अन्नको नाश भयो बुहारी भन्छे मैकी गरौँ कै घर बास भयो बुहारीले लै सिकिहाल्यो आफनी सासूको तो पनि चक्कीका पछा मूल फुट्यो आँसुको तो पनि चक्कीका पछा मूल फुट्यो आँसुको पक्काले देखिया 30 रुपियाँ नालीको बेसा 15 चक्की श्रीमती चक्कीकातिर बौसे पिने कच्ची देखिया यो पछिल्लो समयमा देखिया होरिना कुरुडी कान्यो भनौँ अचाल गाउँघरतिर चक्की बढी छैन मान्छेना जतरा कम छन् देखिया सबै मान्छे चक्की बिसान भनौँ काहीँ काहीँ त घट्ट लगै छैन बढी जसो चक्की लगै छैन चक्की पिसेको खने भन्ने देखिया पछिल्लो समयमा छ हुनाइ त प्रविधिको विकास होइगयो देखिया विकास हुनुपर्ने छ इसा विकास हुनुपर्ने छ यिनलाई हामीले गलत अर्थमा नाइ बुझ्नु हुनु देखिया पल्ली पल्ली त अब घट्ट लगै हुन्थ्यो भन्यो खोलान देखिया अचाल खोलान पानी नै त घट्ट काहीँ हुन्यान् त हिसाबले अब हामीले वन जंगलको संरक्षण गरेर मालिक तो पानीका मूल फुट्या देखिया हामीले प्रबन्ध मिलाइहाले पानी आलो खोला रोडा हुन्न त उत्पैतिर चक्की लागि तो के भन्ना देखिया खोला घट्ट लागि लेखा सजिलो हुन त जतरा पिसुलो गलत नै हो चक्की पिसुलो गलत नै हो जहाँ जसो आउँछ भन्नान प्रविधिको विकास हुनुपर्छ भन्ने मान्यता हो रे यही बेला कोसँग हेरियान पुहा म उनलाई स्वागत गर्दौ नमस्कार हजुर हेलो दादा नमस्कार नमस्कार हजुर नमस्कार कोबलिया कहाँबाटै म हडेली छायाबाट दीपिका दयाल मिलाएर दादा दीपिका दयाल मेलौली छै हडेलीबाटै बोल्ला छौ दिगा हजुर दादा निका छौ दीपिका जी निका छ दादा काम छ हम लोग ठीक ठाकै छौ क्यारन छौ तुम काम काज पढायो दादा पढाइ हो कहाँसम्म पुर्या पढाइलाई 10 पुगे आउ दिगा हजुर दादा अचाल कि धन्नमा छ पुइ तम काम काज के छ ताइनी के न बोल्दा सकियो बोनी बानी सक्यो अब स्कुलले जिना काम गरन छौ दिगा हजुर दादा लौ कार्यक्रममा आया बहुत खुसी लाग्यो अब कोसिलो दियो पुइ हाँ ल दादा राजपुरी राजा तेरे उना अला उना तेरे केरे अनि को सेत जानिया देत गाना अला बागाना लाग्नाले अला सीतालाई राणा गरी लैगयो अला लैगयो रे बना पढाइ गर चेली बेचु तेरो चक राखेरै छ हजुर दाइसिका लोपु दीपिका जी बहुत बहुत धन्यवाद छ आउना दिनमा आशा दिगा आजको लेखा छुट्टी नपै लोपु नमस्कार अब तमलाई मैं थोड़ा यो चुनावको बारेमा देखिया तमलाई जानकारी गराउनु हो विशेष गरेर बैतडीको तमलाई मैं जानकारी गराहाल्दौ बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार दामोदर भण्डारी विजय भइरहन उनले बैतडीबाट लगातार 3 बरदेखि ह्याट्रिक गरिहाल्यो भनौं अहिलेका निर्वाचनमा गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका नरेन्द्र बहादुर कोर विजय सुन्दरलाई पराजित गरेर भण्डारी विजय भया हुन भण्डारीले 33,600
11 मत ल्याइरहेछ भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका कोवरले 32,080 मत मात्र ल्यायो। कोवरलाई 1,531 मतले पछि पाडबाट देखिया भण्डारीले तेस्रो पटक यही पालि जित्या हुन् भनौं। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष रहेका भण्डारी 2070 सालको संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर 1 बाट निर्वाचित भएका हुन् देखिया। त्यसै 2074 सालको संसदीय निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गरेर 74 मा उनले बाजी मारिरहेको थियो। तै बेलाका निर्वाचनमा माओवादी शहीदको गठबन्धनबाट उनले जितिरहेको थियो भने कांग्रेसका चन्दलाई अहिले 11,233 मतान्तरले पराजित गरेको हो रे। भण्डारीले 39,524 मत प्राप्त गरिरहेको थियो। 2079 मा नेकपा माओवादी केन्द्रका कोरलाई पराजित गरेर भण्डारी तेस्रो पटक जित निकालेका हुन्। त्यसै यही पालिको चुनावमा भने उनको मतरे मतान्तर 2 घटिरहेछ। यही ऐतर एमालेका सरकारका पाला उन अर्थ वाणिज्य रे राज्य मन्त्री समेत भइसकेका हुन् दामोदर भण्डारीजी। उनलाई हाम्रो तर्फबाट गौडा भेटका तर्फबाट रे पल्ला खण्डका नरेशजीका तर्फबाट बहुत बहुत बधाई छ। अब देशको विकास देखिया जिल्लाको विकास विशेष गरेर जो तुमले मत पाइरहेछ उनीहरु कदर गरिदियो भन्ने आशा विश्वास हामीले गरिरहेछ संगौरे। उनलाई बहुत बहुत शुभकामना छ। नरेन्द्र कुवर जिल्लाले देखिया अब हारिगयौं भनेर झिक्कै चिन्ता मान्नु पर्ने भनौं तसोको दुनाइ हुनु किनकि हार जित भनेको त खेलमा हुने साझा प्रक्रिया देखिया। दुई जना लड्दै थियो भने मुख्य हिसाबले दुई जना थिए ऐतर त एकजनाले हात दुई एकजनाले जित्दै थियो। तैमा एक हराए एक जिते त ठूलो कुरा नाइपे। तै हिसाबले हात्या मान्छेले अब ऐतरका दिनमा कसै आफ्नो राजनीतिक यात्रा समाज सेवा र जनताको सेवा कसै गर्दै भन्ने उनले सोच्नु पर्यो। अब आउने 5 वर्ष भित्र आज मैले कसै जाइबेर ऐतर जान सकिलो भन्ने सोच्नु पर्यो। जिल्ला मान्छेले अहिले देखिया त फूलमाला अबीर गलाइन दुनियाभरि हाल्यो भन्नाले त विकास गर्छिका भित्र जनता आफै हल्लान गलाइनी नाइके बा पक्काले गई। अब बाँकुड गानी के बना सबैलाई थाहै भया कुड गानी हो रे। यही बेला क्वेशन गरिरहनु पुइ हाँ म उनलाई स्वागत गर्दौ। नमस्कार हजुर। हेलो नमस्कार। नमस्कार हजुर। नमस्कार को बोले कहाँबाट? म शिवराजका पोखराबाट बोल्दै जयमल दमाई। जयमल दमाई पोखराबाट पुग्या थि क्या? हजुर। निका छौ जयमल जी? हजुर दाइ निको झकम छ निका। हम लोग निकै छौ। तुम्हारा माया ममताले बाँचिरह्यौ ऐतर बड्डर्यौ भनौ रे। बेला क्या दछौ खानपिनी खाया हो? खानपिनी खाइबर दसिया हतले खाया हो। खानपिनी खाइबर पड गया थि क्या? हजुर हां सिगा हम त। हम त अब यो तमनुसित बोल्लामा छौ भनौ बोलसके भएर पुइ पकाएर खान पड्यो थि क्या? हजुर हां। लो बुलो कसलो दियो पुइ अब? लो पुइ दाइ सुरु गर्दा हां। एक खुला जंगल का बेटा चौरानी का चलै चला एक कोइली पाके झम्पियारी छुटन लाग्यो माया जला धोका दिने मेरो घुम्ने चौरानी का चलै चला मेरो पतला गिजौ पियारी छुटन लाग्यो माया जला मेरो पतला गिजौ पियारी छुटन लाग्यो माया जला। चौला निका छाले छाल छुटन लाग्यो माया जाला क्या? हजुर। यही मंसिरा महिना त यो माया जाल जोडिनु पट्टि ठाउँमा कसो छुटन लाग्यो कुरो गर्दा छौ अब? ल बहुत बहुत धन्यवाद छ। अब आउने दिनमा स्यापुई आजको लेखा छुट्टी नपुई हाँ। लोपी नमस्कार। यी बेला जयमल जी थिया क्रोडी कहानी जोड्यो डेउडा गीत सुनाइबाट उनलगै निग्यासँगै बैतडीको पछिल्लो समयको देखिया यो जो आइरहेछ भनौँ हामीलाई जानकारी त तपाईँलाई हामीले जानकारी गरायो। जनले देखिया गठबन्धनबाट नरेन्द्र बहादुर कोर र एमालेबाट दामोदर भण्डारीजी अहिले प्रतिस्पर्धी भएर लड्दै थिए। तन 74 सालका चुनावमा एकै थियो देखिया। 74 सालका चुनावमा गठबन्धन थियो नेकपा एमालेसित माओवादीको। उही बेला विजय सुन्दरजीले उनलाई सघाइरहेको थियो भने अहिले अब कांग्रेससँग गठबन्धन मिल्जा तन प्रतिस्पर्धी भए।
त हिसाबले यो राजनीति भनेको इस्यु रहेछ देखिया, चुनाव भनेको इस्यु रहेछ, हार जित भनेको इस्यु रहेछ। हामीले यसलाई सकारात्मक रूपमा बुझ्बर ऐतर बड्नु पर्ने हुन्छ देखिया। किनकि हम हुनै त अब हात्ती मिन्जा जैलाले निको नाय लाग्दै भयो, जित्ती मिन्जा जैलाले निको लाग्यो, तब लगे हारिबर हरिश खानु नाय हुनु, जितबर झिक्कै माथि नाय हुनु भन्न आज लगे हमरे। अब देउडा गीत भाषण गर्दा भयो। देउडा गीत लेखी पठाइरहेछ मनोहर परियार जी का देउडा गीत छन्। बैतडी जिल्ला मेलौली नगरपालिका 1 देउनौलाका मान्छे हुन्, दारू नखन्या मान्छे भन्ने छ उनले आज देखिया। उनरा देउडा गीत भाषण गर्दा भयो। आधुनिक जमाना आयो, विकास चमत्कार, समाजका सत्य कुरा गर्या नमस्कार। शराब नखन्या मान्छे शुद्ध छन् को जति, उनरा बारेमा गीत मैले देख्या जति। पुराना मेयर साप कृष्ण सिंह नायक, खराब काम केही नाइ गर्यो निका काम बाहेक। मेलौलीमा बन्यो कठै फिल्ड खेलकुदको, पश्चिम बन्यो सुन्दर चौर क्याम्पस स्कुलको। पुराना मेयर सापको सबै काम हात, सबै काममा मेयर सापलाई जनताको साथ। शराब नखाई बस्या कठै अर्का मान्छे छन्, विकास प्रेमी समाजसेवी चिन्ता सिंह हुन। सत्य बोल्या कठैलाडी चिन्ता जीको बानी, निका निका काम गद्या उनलाई छानी छानी। शराब नखाई शुद्ध बस्या आजी अर्खा छन्, पुराना हुन अध्यक्ष कठै सुरत नेगीपन। निको नाम कमायो उनले आफ्ना कार्यकालमा, जनताको सेवा गर्यो कठै 5 सालमा। शराब नखाई शुद्ध बस्या चौथा मान्छे छन्, युवा नेता कर्मठ व्यक्ति जगदीश नायक हुन। शराब नखाई शुद्ध बस्न्या दशरथ सिंह नायक, राम्रो सोच उच्च विचार गलत काम बाहेक। शराब नखाई शुद्ध बस्या होलान् अरू पनि, खन्या बहुत नखन्या कम लेखौं कति कति, खन्या बहुत नखन्या कम लेखौं कति कति। मनोहर परियार जी का देउडा गीत थिया। बहुत बहुत धन्यवाद छ मनोहर जी। मेलौली 1 देउनौलाका मान्छे हुन्, दारू नखन्या मान्छेका बारेमा उनले गीत लेखिरहेको थियो। पक्का लेखसँगौ जो मान्छे दारू नाइ खानु समाजमा सही तरिका रिटर्न छ भने उइका बारेमा वर्णन गरिन्छ, उइकी बढवाइ गरिन्छ रे। यसरी धिकाइ गुणा बेटबेटे गीत बनिन। अब खने मान्छे न त के हो तसै हो रे। अब तमरा माझमा देउडा गीतलाई सुनाउन भन्ना छन् भाइ पल्ला खण्ड बैठे नरेश जी। मेलौली सुनचाँदी गहना पसल मीनु शपिङ सेन्टरलाई सेवा गद्य मौका सबै दिया रे। यो लाग्यो कि जुन भन्ने गीत रे, जहाँ नौलो गीत चेतन बोहरा अनिता साउदले गाएको गीत हो। यही छोडा थोडा बेरमा आउन रेडियो छाडी कहाँ जिन गया। पुन्यौ कि रात जुन लाग्या कि, एक भ्याको भुलेर पराई हुन लाग्या कि। अब भेट होला नहोला जुन लाग्या कि, ए भन्सुवा खुलेर पराई हुन लाग्या कि। ए भन्सुवा खुलेर पराई हुन लाग्या कि। कमी भ्योकी कैलाई पराई हुन लाग्या कि। मन्दिया तन पुन दिया जुन लाग्या कि। ए क्या पुगेन सैलाई पराई हुन लाग्या कि। ए क्या पुगेन सैलाई पराई हुन लाग्या कि। अर्कैले ना प्याको जग्गा झुकिडी भाग लागेन मेरो। झुकिडी छाते चिरी देखाइदेऊ कि, झुकिडी नाउँ लेख्याको तेरो। कलेजी मायाले काट्यो जुन लाग्या कि। हात काट्यो चुराले पराई हुन लाग्या कि। मन क्या भो आती नलाग्यो जुन लाग्या कि। ए छुट्टिन्या कुराले पराई हुन लाग्या कि। ए छुट्टिन्या कुराले पराई हुन लाग्या कि। रान
बिर्सिन सकिन उनकै जुन किडी सम्झना भइसका जुन किडी तेरो मेरो माया जाल जुन किडी यहीसम्म रहेछ रातभरि छटपटी हुने जुन लाग्या कि यही मायाले गर्दा पराई हुन लाग्या कि छुट्टी जाउँ सोचेका बेला जुन लाग्या कि ए सौराई लाग्दी बर्ता पराई हुन लाग्या कि ए सौराई लाग्दी बर्ता पराई हुन लाग्या कि मायाको अदालत भया जुन लाग्या कि सजाय फाँसी हो पराई हुन लाग्या कि तडपिएर बस्नु भन्दा जुन लाग्या कि ए छुट्टी नजाति हो पराई हुन लाग्या कि ए छुट्टी नजाति हो पराई हुन लाग्या कि हजुर जुन लाग्या कि पक्काले देखिया जुन लाग्या कि अहिले हो रहेछ यो बसाइ मिन्जाको बेला छ गौडा भेटका देखिया हम समीप छौँ तम हम सबै देखिया गौडा भेट मजाले तम सुन्ना छौ हम बेटे तमरा माझमा प्रस्तुत भइरहन्छौँ कार्यक्रममा गौडा भेटमा हम तमनसित के क्रोडी कहानी जोड्दाउँ तसै तमनले पठाएका डेउडा गीत वाचन गर्दाउँ सुखा दुखा हाँसी ठट्टा मजाक देखिया हम क्रोडी कहानी जोड्दाउँ रे देशमा जो समसामयिक तरिकाले चलन छ क्रोडी कहानी तैले हम गौडा भेटका माध्यमबाट तमरा माझमा पुगिन जसै अब उसरी देखिया केही मेला काजबार भ्याल तैका बारेमा जानकारी गराउन अहिले चुनावको माहौल छ चुनावका बारेमा तमलाई जानकारी गराउन कार्यक्रममा गौडा भेटबाट पक्काले गई अब आशा 98 68 79 52 55 का बाटामा आशा सुखा दुखा गद्दाउँ पुइरे यही बेला कोहीसँग आइरहनु पुइ यहाँ म उनलाई स्वागत गर्दौ नमस्कार हजुर हजुर दाइ नमस्कार नमस्कार हजुर नमस्कार को बोल्या कहाँबाट मै मेलौली 7 वजगाउँबाट डम्बर वजा बोल्दै कठै कठ डम्बर वजा मेलौली 7 वजगाउँबाट बोल्ला छौ देखिया हजुर हजुर कबै लगे कार्यक्रममा डेउडा गीत लेख्या मान्छे आज पल्लिका दिन फोनै लाग्यो देखिया हजुर हजुर दाइ खुसी छु और मेलौली एफएम परिवार सबै निकाय छ बुइ दाइ हम त सबै ठिकठाकै छौ डम्बर जी तमरो माया छ ममता छ रे खान पनि खाया हो ब बस दाइ अहिले खाएपछि बिस्तरामा जानु हुँदै कठै कठ यो मङ्सिरो महिनाले लाग्दैछ पुरी इजाले देखिया सोचेका सपना हुँदा पनि मङ्सिरा महिना बुहारी बुहारी भन्ने केही सोचा छौ बनाइ सच्चाउँदै सच्चाउँदा अर्का वर्षसम्म सच्चाउँदै साल पछि छ कठै कठ भना पैतराजी एक वर्ष इजाले आज सोचाइमा दिन जोछ देखिया कठै कठ लौ खुसी लाग्यो डम्बरजी कार्यक्रममा आया सधैँ देखिया डेउडा गीत लेखबर शाश्वत गद्य मान्छे आज प्रत्यक्ष कुरोडी कहानी जोड्नु पायो खुसी छौ रे अब तमरो कोसिलो दिया पोइ हाँ सुरु गर्दा बेली रात खिर भात खाया बसा घोगा रोटो घर आई इसो खाना थप्को हिरो मोटो आज दिनमा है भट्टा खाया अहिले खाया ढुल्लो अहिले कोदा ढुल्लो इसो खाना घर मै कसरी हुल्लो घिहाली कोदाको ढुल्लो छात हाली भट्टा धोबया पछालाई हजुर मै त हात चट्या ढुल्लो खनाई बोलाए हल्त्या पार्वती राजीलाई अहिले ठुल्या इति भन्नु आजक ऐसा दिन कि आज ल्या इति हुन्न उता कठै कठ कोदाको ढुल्लो भट्टे खाया रहेछ बुवा देखा आ तसी भएको दाइ के गद्दी हो तसी छ कठै कठ अब तसो खाना खाया पैदर त मान्छे मोटे नै भयो नाइ कि हजुर हजुर दाइ पक्कालाई भिग्या मुम्बई पली यहाँ घर याद खोको झिकै डजन लागेन के तबले चाहिँ पका भने अरे पकाएछ भन्छ र पक्काले गए हजुर हजुर दाइ दसी जनको लाग्यो खुसी छ ठीक छ लो पिलो डम्बरजी बहुत बहुत धन्यवाद छ आजको लेखा छुट्टिन आउन दिनमा जेसिया पुइ हाँ लो नमस्कार
डम्बर ओजाजी आएर थिया क्रोडी कहानी जोडो दिख्या भट्याले खया कहाँ डुल्लोले खया कोदा ढुल्लो खया छाँच खया भन्न थिया पक्काले गइसक्यौं हाम्रो यो मौलिक खाना हो यही खानालाई हामीले देख्या घृणा गद्दु नै हुनु यही खानाको सम्मान गद्दु बड्डा हुन्छ कियाकि इसै खाना खाए पर हमारा बज्या भनौं बड्डा बज्या भनौं बुवा हुर्की बेरे आया हुन उनले हमलाई हुर्कायो भने अब अहिले भयो चाउमिन अहिले भयो देख्या बर्गर पिज्जा भन्ने त यिनलाई हामीले सम्झिबर हाम्रो मौलिक खानालाई भुल्नु नै हुनु तनलाई देख्या हामीले भुल्नु नै हुनु तनलाई बेला बेलामा तनरो कसै संरक्षण हुन्छ जसै अब कोदो लाएर कोदोको देख्या संरक्षण होलो बढाउ भट्ट लाउनै छाड्यो पल्ली पल्लीका तुलनामा आए त अचाल भट्टाको उत्पादनमा अहिले कम हुन्न छ त हिसाबले हामीले यी कुरामा विशेष ध्यान दिनु पर्ने हुन्छ। अब देउडा गीत वाचन गर्दा पनि ललित भट्टजीका गीत छन् बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका सहर शैलोडाका मान्छे हेरिदे देशकी दशा सुन मेरी बात भन्दै छ नेपाल इजुलाई बिन्ती जोडी दुई हात हेरिदे देशकी दशा सुन मेरी बात तेरा आँखा भरि आँसु परेली रुज्याकी देशमा मागबिन्दी भयो यो कुरा बुझ्याकी गोर्खाली वीरको चेलो इतिहास रचेको कसैको गुलाम नभई आजसम्म बाँचेको देउडा लाग्यो राजनीतिमा यही हमारा देश न्याय निशा भराइ गयो केही र यही नशेष सिमानाकी बोल्लु बोल्या ठोक्दो पस्या गोली जन्माइदे सपुतु चेलो जालो छाती खोली कबै न्याय पाउने हन् कि जैसिंह रे गौतम नेतानकी कुरडी सुन्या कोही नाइ कोही कम परमाण नष्ट गद्या दोषी खोज्जु छाडी देशकी दुर्दशा इसी धन्य कठै लाडी सिमाना पर्खालो लौन्या चेलो चाइ लाके मिच्याको भूभागपन फिर्ता पाइ लाके निर्मला रे भागरथीको केश फेरे लाके गोविन्द रे जयसिंहको मुद्दा हेरे लाके जन्मलो सपुत चेलो इजु तेरा पास फेरन्ना नेपाली सब सन्तोषका सास फाँसीदे सजाय देलो सपुत चेलाले जन्मी जालो तसो चेलो बखत बेलाले जन्मी जालो तसो चेलो बखत बेलाले। ललित भट्टजीलाई बहुत बहुत धन्यवाद छ देखिया भौतनिका देशसित सम्बन्धित देउडा गीत लेखिरहेको थियो हेरिदे देशकी दशा सुन मेरी बात भन्लाई थियो बहुत बहुत धन्यवाद छ। डब्बल अवस्थीजीका गीत छन् बैतडी जिल्ला मेलौली नगरपालिका 7 वजा गाउँका मान्छे च्याल मुम्बईमा छन् देखिया हुन गौडा भेटका साथीसँगै रे गाउँघरको सम्झना भन्लाई छ जन्म्या ठाउँ र पैरी छाना घर छोयो नर्मले घर छाडी बिरना देश डिठाल्यो कर्मले ईश्वर छ परदेशी जीवन दैवका घरको इजा बाबा दिदी बहिनी सम्झना घरको कहाँ छुट्या स्कुलिया साथी कहाँ छुट्या ओटाली कहाँ छुट्या सातका सँगै कहाँ छुट्या गोठाले कहिले लेक कहिले औल गोठमा कर्मले बाचा पसा भेटोइ जालो राख्याका धर्मले औलपन चद्या हन्के लेक चद्या भैसा जिन्दगीको भाउ रहेन बैरी लाग्या पैसा जन्म्या ठाउँ र बसाइ छैन कर्म ठाउँ र सुग्नै डाको लाउँ त कैकी लाउँ भन्ने त मुख नै भन्बर देउडा गीत लेखिरहेको थियो डब्बल अवस्थीजीले बहुत बहुत धन्यवाद छ। कविन्द्र साउदजीका गीत छन् बैतडी जिल्ला शिवनाथ गाउँपालिका 2 शर्माली फड्के ढुङ्गाका मान्छे अच्यालोको बसाइ भारत मुम्बई ठाना छन् दीपक दादा सुइनमा देखा भन्लाई छ गौडा भेटकी सोराइ लागि मैले गीत लेखेको बेली रात दीपक दादा सुइनामा देख्याको तल्ली चौकी मल्ली चौकी चामल फल्ला चौकी दीपक दादा नरेश दादा तम निकाय चौकी ऐतर रेलगाडी चली पाछी बटा माल दीपक दादा नरेश दादा क्याछन् तम्रा हाल दुई चढा हरिया चढा बैतडीका काख माया छ मुठुका कुना सम्झना छ लाख 1 बाजी तिल खाजा 1 बजी मेवा जनतानको भलो गर्या जनतानको सेवा असजी जतारा भया चामल कोराइले कल्जो फाटी छिया छिया तमरी सोराइले कल्जो फाटी छिया छिया तमरी सोराइले। कविन्द्र साउदजीलाई बहुत बहुत धन्यवाद छ निका देउडा गीत लेखिरहेको थियो र कविन्द्र साउदजीका देउडा गीतसितै हमलगे छुट्टिन यहाँ समय सकिनु भन्नासन पल्ला खण्डबटी नरेशजी देखा सबै पल्ली मेलौली सुनचाँदी गहना पसललाई धन्यवाद छ मुख्य प्रायोजन छ त्यसै सहप्रायोजक छ मिनु सपिङ सेन्टर मेलौली 7 मर्सलेमा एक बार सेवा गर्दै मौका सबैलाई दिए आपण सबैले दिन पढ्यो रे दिनालो भन्ने आशा विश्वास हाम्रो छ सँगै कार्यक्रममा फोन गर्दै सबैलाई धन्यवाद छ बाँकी सँगै बाँकी श्रोता सँगै
सँगैका देउडा गीत भोला कार्यक्रममा हम समावेश गर्ला कार्यक्रमलाई सुन्या माया गर्दिया भन्नु तसै कहाँ बैठे कै माध्यम बैठे रेडियोलाई कार्यक्रमलाई तम सुन्न छौ तो लगे तम तसैका तलतिर कमेन्ट बक्समा पढ्दिया तमलाई बहुत बहुत धन्यवाद छ सल्लाह सुझावलाई दिनाएर यहाँ कार्यक्रम प्रतिका के छ कसो छ कार्यक्रम देखिया तम सल्लाह सुझावलाई दिनाएर यहाँ अब त बहुत जिल्लाको देखिया चुनावको नतिजा सार्वजनिक गयो भनौरे जित्यान सबैलाई बधाई छ देशको विकास गर्या उही गाउँठाउँको विकास गर्या उही गाउँठाउँका जनताका समस्या हल गर्या हार्या मनुष्य देखिया हरेस जनका यहाँ निराश दिन भया तमलाई सशक्त हिसाबले आउन दिनमा कस्या उदाउने त भन्ने हिसाबले सोचबर ऐतर बढाएर तमरो जीवनलाई सुखमय बितोस् भनेर शुभकामना व्यक्त गर्दा तसै पल्ला खण्डका नरेशजीलाई बहुत बहुत धन्यवाद छ रे अब तम हम असल साथी बनिरहला हा यो एउटा गीत सुना म दीपक राज दीर्घायुलाई आजको लेखा कार्यक्रममा गौडा भेटबटे छुट्टिनौ नमस्कार आज भोला ता हुने है का छैन मेरी परानी आज भोला ता हुने है का छैन मेरी परानी छुटाइ हाल्यो साथा काठै कैला बोलो भया बात तेरा काखा मेरी सिरानी छुटाइ हाल्यो साथा काठै कैला बोलो बात तेरा काखा मेरी सिरानी खुसी छै कि बैरागी छै का छैन मेरी परानी खुसी छै कि बैरागी छै का छैन मेरी परानी पराया काखा काठै कैला बोलो भया बात तेरा काखा मेरी सिरानी पराया काखा काठै कैला बोलो बात तेरा काखा मेरी सिरानी पराया काखा काठै कैला बोलो भया बात तेरा काखा मेरी सिरानी साइदिना अनौठो होइगयो का छौ मेरा पराया साइदिना नौठो होइगयो का छौ मेरा पराना त्यसै पृथ्वीमा काठै कैला बोलो बात तम्रा काखा मेरो सिरानी त्यसै पृथ्वीमा काठै कैला बोलो भया बात तम्रा काखा मेरो सिराना मै पढ्यो बन्धनमा का छौ मेरा पराया मै पढिदिउँ बन्धनमा का छौ मेरा पराना हाम्रो जीवनीमा काठै कैला बोलो बात तम्रा काखा मेरो सिरानी हाम्रो जीवनीमा काठै कैला होलो भया बात तम्रा काखा मेरो सिराना हाम्रो जीवनीमा काठै कैला बोलो बात तम्रा काखा मेरो सिरानी आशा साथी बनिरहला टाढा टाढा भया पनि गङ्गा बनी बगी आए बसिरौला बगड बनी घर छै कि वन पाखा छै का छैन मेरी परानी You are listening Radio Melauli 101.2 MHz. कार्यक्रममा चुनावी परिणामले देशलाई अस्थिरतातर्फ धकेल्ने केपी शर्मा ओलीको अनुमान
मिलिजुली सरकार बनाउने कसरततिर राजनीतिक पार्टीहरू लाग्नुपर्ने भयो। मोलतोल, लेनदेन, भागभण्डा इत्यादि